सन् 1914 जुलाई 28 तारिकका दिन सुरुवात भएको 37 देश सम्मिलित प्रथम विश्वयुद्धमा 1,70,00,000 मानिसको ज्यान गएको थियो भने करोडौं मानिसहरूको जीवन कष्टकर भएको थियो। प्रथम विश्वयुद्धबाट तहस नहस भएर आक्रान्त भएको विश्वमा देखा परेको मानवीय समस्याहरूलाई केही न केही रूपमा सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले एकजना बीमा व्यवसायी मेल्भिन जोन्सले 7 जुन 1917 का दिन लायन्स क्लब अन्तर्राष्ट्रियको स्थापना गर्नुभयो। आज लायन्स अन्तर्राष्ट्रिय संसारकै सबैभन्दा ठूलो सामाजिक सेवाको क्षेत्रमा क्रियाशील स्वयंसेवक सदस्यहरू रहेको क्लबहरूको संस्था हो। विश्वको 212 भन्दा बढी राष्ट्रहरूमा फैलिएको 365 दिन 24 घण्टा विविध मानवीय सेवाको क्षेत्रमा सेवारत संस्था हो लायन्स अन्तर्राष्ट्रिय। सन् 1920 सम्ममा अमेरिकाको 23 वटा राज्यहरूमा फैलिसकेको तथा झण्डै 6400 व्यक्तिहरू यो संस्थामा लायन्स सदस्यको रूपमा आबद्ध भइसक्नु भएको थियो भने यसै वर्ष अमेरिका भन्दा बाहिर क्यानाडामा एउटा नयाँ लायन्स क्लबको स्थापना सँगै यो संस्थाको अन्तर्राष्ट्रियकरणको पनि सुरुवात भयो। 27 जुन सन् 1880 मा जन्मिएर 19 महिनाको शिशुकालमै आफ्नो श्रवण र दृष्टि गुमाएकी हेलन एडम्स केलर लायन्स अन्तर्राष्ट्रियमा एक सम्मानित नाम हो, जो अमेरिकी लेखक, अपाङ्गता अधिकारका एडभोकेट, राजनैतिक कार्यकर्ता तथा लेक्चरर हुनुहुन्थ्यो। उनले सन् 1925 मा अमेरिकाको ओहायोमा भएको लायन्स अन्तर्राष्ट्रियको 9औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै लायन्सहरूलाई अन्धोपनको विरुद्धमा क्रियाशील हुन उत्प्रेरित र आह्वान गर्नुभयो। सोही आह्वानलाई लायन्स अन्तर्राष्ट्रियले आत्मसात गरी करोडौं दृष्टिविहीनहरूलाई ज्योति प्रदान गर्न सफल भएको छ। नेपालमा पनि आँखाको क्षेत्रमा काम गर्ने संस्थाको रूपमा आम सर्वसाधारणले लायन्स अन्तर्राष्ट्रियलाई चिन्दछ। 24 अक्टोबर सन् 1945 मा गठन भएको संयुक्त राष्ट्र संघको लागि गैर सरकारी संस्था वडापत्र लेख्ने सहयोग गर्न लायन्स अन्तर्राष्ट्रियलाई अनुरोध गरिएको थियो। संयुक्त राष्ट्र संघको स्थापना कालदेखि नै आजसम्म निरन्तर परामर्शदाता गैर सरकारी संस्थाको रूपमा लायन्स अन्तर्राष्ट्रियले सहकार्य गर्दै आइरहेको छ। लायन्स अन्तर्राष्ट्रियले युवाहरूमा पनि सेवाको माध्यमबाट नेतृत्व क्षमता बढाउन तथा अवसरहरू सृजना गर्न युथ प्रोजेक्टको रूपमा लियो क्लबको अवधारणा अगाडि सारेर सन् 1957 मा सुरुवात भएर आज नेपाल लगायत विश्वभरि नै युवाहरूलाई लियो क्लबहरूमा आबद्ध गरेर सेवाको माध्यमबाट नेतृत्व र व्यक्तित्व विकासमा लायन्स अन्तर्राष्ट्रिय लागि परेको छ। लायन्स क्लबहरू मार्फत समुदायमा सेवा पुर्याउने उद्देश्यले सन् 1968 मा लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनको गठन भयो। यो संसारकै सबैभन्दा ठूलो गुठी मध्येको एक गुठी हो, जसले आजसम्म विविध प्रकारको सेवामा 1,63,67,68,00,000 रुपैयाँ सहयोग पुर्याइसकेको छ। वातावरण, मधुमेह, बालबालिकाको क्यान्सर, आँखा उपचार, मानवीय सेवा र आपतकालीन सेवा लगायत विविध क्षेत्रमा यस कोषको माध्यमबाट सहयोग पुर्याइरहेको छ। गत 1 वर्षमा मात्रै यस कोषमा विश्वभरिबाट 10,79,79,30,520 रुपैयाँ संकलन गरिएको थियो भने 6,31,20,67,496 रुपैयाँ सहयोग वितरण गर्न सफल भएको थियो। नेपाल लगायत इसामे फोरममा आबद्ध 14 देशबाट मात्रै करिब 1,08,94,95,184 रुपैयाँ संकलन गरेर 94,47,04,280 रुपैयाँ सहयोग वितरण गर्न सफल भएको छ लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन। लायन्स अन्तर्राष्ट्रियमा सन् 1973 मै 10 लाख सदस्य आबद्ध भइसक्नु भएको थियो भने आज विश्वभरबाट लगभग 14 लाख सदस्य यस संस्थामा लायनको रूपमा आबद्ध छन् भने लायन्स अन्तर्राष्ट्रियले विश्वभरिबाट 15 लाख सदस्य बनाउन मिसन 1.5 कार्यक्रम लागू गरेर हाल कार्य गरिरहेको छ। नेपालमा हाल 45,000 लायन्स सदस्यहरूको रूपमा सेवारत हुनुहुन्छ। सन् 1985 सेप्टेम्बर 19 तारिक बिहिबार बिहान मेक्सिको शहरमा गएको 8 म्याग्निट्युडको भूकम्पबाट भएको त्रासदीपूर्ण विनाशबाट आपतमा परेका नागरिकलाई लायन्स अन्तर्राष्ट्रियले पहिलो पटक डिजास्टर तर्फ 50,000 अमेरिकी डलर सहयोग पुर्याएको थियो। त्यसपछि नियमित रूपमा विविध प्रकारका प्राकृतिक विपत्तिहरूमा लायन्स अन्तर्राष्ट्रियले सहयोग पुर्याइरहेको छ। नेपालमा पनि पछिल्लो समयमा भएको गोरखा भूकम्प, जाजरकोट भूकम्प, बाढी पीडित जस्ता प्राकृतिक प्रकोपहरूमा ठूलो संख्यामा सहयोग रकम उपलब्ध गराएको छ। लायन्स अन्तर्राष्ट्रियको अर्को सफल कार्यक्रम सन् 1990 देखि साइट फर्स्टको नामबाट सुरुवात भएको थियो। साइट फर्स्ट प्रोजेक्टको माध्यमबाट विश्वका करिब 48,80,000 भन्दा बढी बिरामीले प्रत्यक्ष उपचार पाउन सफल भएको छ। नेपालमा सन् 1971 मा लायन्स क्लब अफ विराटनगर नामको लायन्स क्लबको स्थापना गरेर नेपालमा विधिवत रूपमा लायनवादको प्रवेश गराउने श्रेय पूर्व प्रधानमन्त्री स्वर्गीय मातृका प्रसाद कोइरालालाई जान्छ।
तत्कालीन समयमा भारतको बिहार राज्यमा रहेको डिस्ट्रिक्ट 322A अन्तर्गत नेपालमा क्रियाशील लायन क्लबहरू मध्ये काठमाडौँ लायन्स क्लबका सदस्य डाक्टर अञ्जनी कुमार शर्मा सरले सन् 1976-1977 मा पहिलो नेपाली गभर्नरको रूपमा भारतका लायन्स क्लबहरूलाई समेत नेतृत्व प्रदान गर्ने अवसर प्राप्त गर्नुभएको थियो। त्यसपछि पुनर्गठित डिस्ट्रिक्ट 322E मा नेपालका लायन्स क्लबहरू क्रियाशील भएकै समयमा सन् 1981-1982 मा प्रस्तावित अस्थायी डिस्ट्रिक्ट 325 नेपालको डिस्ट्रिक्ट गभर्नरको रूपमा काठमाडौँ लायन्स क्लबकै सदस्य सत्यनारायण राठी सरले डिस्ट्रिक्ट गभर्नरको रूपमा नेतृत्व प्रदान गर्नुभयो भने 1987-1988 मा संस्थागत भएको फुल डिस्ट्रिक्ट 325 नेपालको पहिलो गभर्नरको रूपमा ठाकुर हीरा सिंहले नेतृत्व प्रदान गर्नुभयो। नेपालमा लायनवाद प्रवेश भएको 44 वर्ष पश्चात पहिलो पटक लायन सञ्जय खेतान सरले अन्तर्राष्ट्रिय निर्देशकको रूपमा सन् 2015 देखि 2017 सम्म नेतृत्व प्रदान गर्नुभयो। वीरगञ्ज लायन्स क्लबमा आबद्ध नेपालका प्रतिष्ठित व्यक्तित्व PID लायन सञ्जय खेतान नेपालको लायनवादको धरोहरको रूपमा रहनु भएको छ भने भविष्यमा सम्भवतः छिटै लायन्स अन्तर्राष्ट्रियलाई नै अन्तर्राष्ट्रिय प्रेसिडेन्टको रूपमा नेतृत्व प्रदान गर्नुहुनेछ भन्ने नेपालका लायन्सहरूले विश्वास लिएको छ। लायन वर्ष 2023 देखि 2025 सम्म दोस्रो अन्तर्राष्ट्रिय निर्देशकको रूपमा सफल भूमिका निर्वाह गरिरहनु भएको अर्को नेपाली छोरोको नाम हो बालकृष्ण बुर्लाकोटी सर। सरल, सहज र सबैका प्रिय लायन लिडरको रूपमा प्रख्याति कमाउनु भएको र मिलनसार छवि बनाउन सफल हुनुभएको अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी सर लायन्स अन्तर्राष्ट्रियमा समेत छुट्टै पहिचान राख्न सफल हुनुभएको छ। सन् 1981-1982 मा स्थापना भएको डिस्ट्रिक्ट 325 नेपालमा लायन सदस्यहरूको वृद्धिसँगै 1997-1998 मा दुईवटा डिस्ट्रिक्ट बनाउन हामी सफल भयौं। डिस्ट्रिक्ट 325A र डिस्ट्रिक्ट 325B नामक डिस्ट्रिक्टमा काठमाडौँबाट पूर्वी भेगका लायन्स क्लबहरू, डिस्ट्रिक्ट 325A नेपालमा र काठमाडौँबाट पश्चिम भेगका लायन्स क्लबहरू, डिस्ट्रिक्ट 325B नेपालमा लायन्स क्लबहरू आबद्ध भएर सेवामा जुटिरहे। समयसँगै सन् 2012-2013 मा फेरि डिस्ट्रिक्टहरू विभाजन भएर साबिक दुईवटा डिस्ट्रिक्टबाट चारवटा डिस्ट्रिक्टमा विभाजन हुन गएको थियो। डिस्ट्रिक्ट 325A विभाजन भएर डिस्ट्रिक्ट 325A1 र डिस्ट्रिक्ट 325A2 भएको थियो भने डिस्ट्रिक्ट 325B विभाजन भएर डिस्ट्रिक्ट 325B1 र डिस्ट्रिक्ट 325B2 भएको थियो। क्लबहरूको उल्लेख्य संख्यामा भएको वृद्धिसँगै नेपालमा फेरि सन् 2022-23 मा नेपालका चारवटा डिस्ट्रिक्टलाई 15वटा डिस्ट्रिक्टमा विभाजन गरिएको छ। डिस्ट्रिक्ट 325A1 बाट डिस्ट्रिक्ट 325C, डिस्ट्रिक्ट 325D र डिस्ट्रिक्ट 325E भन्ने डिस्ट्रिक्ट गठन भयो भने डिस्ट्रिक्ट 325A2 बाट डिस्ट्रिक्ट 325F, डिस्ट्रिक्ट 325G र डिस्ट्रिक्ट 325F नामक डिस्ट्रिक्ट गठन भयो। त्यसैगरी डिस्ट्रिक्ट 325B1 बाट डिस्ट्रिक्ट 325I, डिस्ट्रिक्ट 325J, डिस्ट्रिक्ट 325K, डिस्ट्रिक्ट 325L र डिस्ट्रिक्ट 325M नामक डिस्ट्रिक्ट गठन भयो भने डिस्ट्रिक्ट 325B2 बाट डिस्ट्रिक्ट 325N, डिस्ट्रिक्ट 325P, डिस्ट्रिक्ट 325R र डिस्ट्रिक्ट 325S नामक डिस्ट्रिक्ट गठन भयो। हाम्रो डिस्ट्रिक्ट 325L अन्तर्गत हाल 114वटा लायन्स क्लब तथा झण्डै 2500 सदस्य क्रियाशील रहेको छ भने 11वटा जिल्लामा विस्तारित रहेको छ। डिस्ट्रिक्ट 325L नेपालको पहिलो डिस्ट्रिक्ट गभर्नरको रूपमा मणिश्री रत्न बज्राचार्य हुनुहुन्छ भने दोस्रो गभर्नरको रूपमा परमेश्वर बराल हुनुहुन्छ। लायन वर्ष 2024-2025 मा डिस्ट्रिक्ट 325L नेपालको गभर्नरको रूपमा काठमाडौँ पीस आइज लायन्स क्लबका संस्थापक अध्यक्ष सुमन भट्टले नेतृत्व प्रदान गरिरहनु भएको छ। लिड टु एक्सिलेन्ट नाराका साथ यस वर्ष डिस्ट्रिक्ट 325L नेपाललाई नेतृत्व प्रदान गरिरहनु भएको डिस्ट्रिक्ट गभर्नर सुमन भट्टको टिममा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरको रूपमा एक नारायण शर्मा सर, दोस्रो भाइस डिस्ट्रिक्ट गभर्नर पदमा तारा भुसाल म्याडम, क्याबिनेट सेक्रेटरीको रूपमा प्रशान्त मानन्दर सर तथा क्याबिनेट ट्रेजररको रूपमा सुधीर शर्मा सरले साथ दिइरहनु भएको छ। यहाँहरू सबैलाई वुमेन न्यू भोइस सिम्पोजियममा हार्दिक स्वागत गर्दछौँ। धन्यवाद।